गगन कुमार थापा जस्तो मान्छेले पार्टी लुटेर लगेर गएको छ। आज म गगन कुमार थापालाई राम्रोसँग चिन्छु, मेरो राम्रोसँग मेरै क्षेत्रको चुनाव हो। सायद मैले एउटा दिदी आउनुभयो देखेको छ जस्तो लाग्छ, मेरो रामेछापकै हो भन्ने मैले बुझेको छु। 64 उहाँले चुनाव जित्नु भएको थियो सुपत्र घिमिरे भन्ने, र 70 को चुनावको बेलामा 70 को 64 को चुनाव बेलामा मैले अलिअलि बुझेको थिएँ, अलिअलि पार्टीलाई हामीले सहयोग गरिराखेको थिएँ। त्यो बेलामा गगन कुमार थापालाई 64 को बेलामा गिरिजाप्रसाद कोइरालाले भनेको कुराहरू यसलाई हुँदैन है, यसलाई अहिले मान्य बनाउनु हुँदैन भन्दा कृष्ण प्रसाद सिटौलाले होइन यो नायिकाको रूपमा यसलाई ल्याउनु पर्छ, यो अलि काठमाडौँ भ्यालीमा यसले भाषण गर्नु जाने छ, यो चाहिँ नायिकाको रूपमा ल्याउनुपर्छ यसलाई चाहिँ भन्ने कुरामा त्यो कुरा मलाई 64 मा मान्ने बनाइदिनु भयो। त्यसपछि 70 को चुनावमा सायद 4 नम्बर प्रदेशको काठमाडौँ जिल्लाको 4 नम्बर प्रदेशको कोही क्षेत्रीय सभापतिहरू कोही कार्यकर्ताहरू हुनुहुन्छ नि हात ठड्याउनुहोस्, उहाँले 70 को चुनावमा सुपत्र घिमिरेलाई एकलौटी एकतिर घरमा राखेर त्यो टिकट एकलौटी गगन थापाले क्षेत्रीय सभापतिले समेत हाइचेक गरेर चाहिँ त्यो बेलामा टिकट लगेर चाहिँ उहाँले जानुभयो, चुनाव जित्नुभयो। 70 मा जित्नुभयो, 74 मा जित्नुभयो, 79 मा जित्नुभयो। यी नेताहरू तपाईँहरू होइन, गगन थापा चाहिन्छ गगन थापा चाहिन्छ भने तपाईँहरू होइन, गगन थापाले सबै लगेर खाइदिनु भएको छ।